नमस्कार, म मिरज ढुङ्गाना। नमस्कार, म कुशलभ केसी। देश बचाउने, देश मिलाउने, देश सुधार्ने महाअभियानमा हामी लागिसकेका छौँ। अहिले देशमा एउटा विकराल समस्या रहेको छ, त्यो भनेको चाहिँ सहकारी ठगीको कुरा। सहकारी ठगीले चाहिँ देशका लाखौं जनतालाई चाहिँ अफेक्ट गरेको छ, उहाँहरूको निन्द्रा हराम गरेको छ र यो कुरा चाहिँ तुरुन्त भन्दा तुरुन्त चाहिँ समाधान होस् भन्ने कुरामा चाहिँ हामी क्रियाशील छौँ। अहिले बढेको सरकारले तत्काल 74 लाख सहकारी पीडितको समस्या समाधान गर्नुपर्छ भनेर आज हामीले यो कुरा सार्वजनिक गर्दैछौँ। सरकारप्रति हामी आशावादी छौँ, तर पूर्ण रूपमा भरोसा पनि गरिरहेका छौँ। यो समस्याको समाधान भनेको नेपाली जनतालाई राहत दिने वातावरण पक्कै पनि यो समस्याको समाधानले सिर्जना गर्छ। यसमा सहकारी लघुवित्त मिटर ब्याजका ठूलो समस्याका पीडितहरू लाखौं जनताहरू प्रत्यक्ष प्रभावमा परेका छन्, समस्यामा परेका छन्। सहकारी लघुवित्त र मिटर ब्याजका जो चाहिँ हाम्रो पीडितहरू हुनुहुन्छ उहाँहरूको माग सुनियोस्। सरकारसँग म यो विनम्र अनुरोध गर्न चाहन्छु। हामी आशावादी छौँ, तर हामी पूर्ण विश्वास भने गर्दैनौँ, किनभने हामीले धेरै पहिलाको सरकारदेखि यो कुरामा घात पाइसकेका छौँ। तर अब चाहिँ यो समस्याको समाधान होस्। धेरै नेपालीको निन्द्रा चाहिँ लागेको छैन, यही कारणले रिटायरमेन्टको लागि जम्मा गर्नुभएको पैसा, छोराछोरीको बिहे गराउन, छोराछोरीलाई पढाउन, यो सबै गर्नुभएको पैसा चाहिँ सहकारीले ठगी गरेर चाहिँ भागेको छ। दोषीलाई तुरुन्त भन्दा तुरुन्त कारबाही होस् भन्ने चाहिँ हामी सरकारसँग यो माग चाहिँ एकदम दृढ चाहिँ बोलीले राख्न चाहन्छौँ। हामी संकल्प गर्छौं कि जेएनजी पुस्ताको आन्दोलनले जन्माएको युवा पुस्ता मिराज ढुङ्गाना र म सहकारी पीडित बचतकर्ता महासंघ एक साथमा रहेर सडकमा भएका समग्र समस्या जो आन्दोलित भइरहेका छन्, समग्रको समस्या समाधान गर्न अब हामी एक साथमा अगाडि बढिसकेका छौँ। युवा पुस्तासँग अब महासंघ साथमा छ। कसैले पनि यी कुराहरूलाई नजरअन्दाज गर्ने प्रयास गर्यो भने हामी कसैलाई पनि छोड्दैनौँ, किनभने हामी कुनै दलमा पनि छैनौँ। हामी कसैप्रति आग्रह पूर्वाग्रह राखेका पनि छैनौँ। विशुद्ध भएको भ्रष्टाचार, व्यतिथि, अनियमितताको अन्त्य गर्नका लागि हामी एक साथमा आइसकेका छौँ। समग्रलाई आग्रह गर्न चाहन्छौँ, अब म ठुलो त ठुलो वो सानो भन्ने भन्दा पनि सबै एक साथमा आएर अगाडि बढौँ। यही भन्दै हाम्रो यो चाहिँ पार्टनरसिपलाई चाहिँ यसले केही न केही